सो अंग्रेजी सिक्ने विद्यार्थीहरुको लागि भनेर मैले फेरि अर्को भिडियो लिएर आएको छु। भिडियोलाई अन्तिम समय हेर्नु होला। यदि आज तपाई नयाँ हुनुहुन्छ भने तपाईले आजको कक्षामा पनि केही अंग्रेजी पक्कै पनि सिक्दै हुनुहुन्छ। यदि पुरा हेर्नु भयो भने त एकदमै मजाले सिक्नुहुन्छ। त्यसकारणले गर्दा तपाईले भिडियोलाई पुरा वाच गर्नु होला। यदि हाम्रो कक्षा अगाडिका हेर्न छुटाउनु भएको छ भने मेसेज गर्नु होला। म छुटेको कक्षाको लिंकहरु दिन्छु, तपाईले क्लासहरु फ्रीमै हेर्न पाउनुहुन्छ। यदि तपाई अंग्रेजी भाषा सिक्दै हुन्छ र सिक्न चाहनुहुन्छ भने यो आजको भिडियोहरु हेर्न नछुटाउनु होला। हामी एकदमै नयाँ र इन्ट्रेस्टिङ टपिक पढ्दै छौं जुन एकदमै धेरै हेल्पफुल र उपयोगी हुन्छ हाम्रो दैनिक जीवनमा। सो आजको क्लासमा हामीले पढ्ने भनेको के हो भन्दाखेरि यदि तपाई अनलाइन क्लास लिन चाहनुहुन्छ भने अनलाइन क्लासको व्यवस्था पनि छ है। पर्सनली अनलाइन क्लास लिन्छु भन्नुहुन्छ भने पनि अनलाइन क्लासको व्यवस्था हामीले गरेको छ। अगाडिको कक्षाहरु छुटेको छ भने मेसेज गर्नुस् है त 010 देखिको। सो आजको क्लासमा हामी पढ्दै छौं इम्पेरेटिभ सेन्टेन्स है। इम्पेरेटिभ सेन्टेन्स भनेको के हो म तपाईलाई एकदमै मजाले बुझाइदिन्छु। केही आउँदैन भने पनि नआत्तिकिन नडराइकिन हेर्नु होला, केही बुझेर जानुहुन्छ है तपाईले। सो इम्पेरेटिभ सेन्टेन्स भनेको कस्तो हो भने इम्पेरेटिभ सेन्टेन्स भनेको चाहिँ भर्बबाट सुरु भएका सेन्टेन्सहरुलाई प्राय इम्पेरेटिभ सेन्टेन्स भनेर भनिन्छ। के हो त भर्बबाट सुरु भएको सेन्टेन्सहरु कस्ता हुन्छन् त भन्ने कुराहरु म तपाईलाई बुझाइहाल्छु। इम्पेरेटिभ सेन्टेन्समा चाहिँ हामीले के गरिन्छ भन्दाखेरि अर्डर दिन्छ, कसैलाई अर्डर दिन्छ हैन, मेक कमान्डहरु दिन्छ, रिक्वेस्ट गरिन्छ, कसैलाई एडभाइस, कसैलाई सल्लाहहरु दिन्छ, कसैलाई अनुरोध गरिन्छ। जस्तै एक्जाम्पलको लागि यहाँबाट बुझ्नुस् है, यता आऊ, उता जाऊ, खाऊ, उठ, बस, हिँड, पढ, यस्तो किसिममा हुन्छ नि। चाहिँ हामी भर्ब मात्र बोल्छौं नि। भर्ब भनेको त क्रिया हो, क्रिया भनेको काम, तपाईलाई थाहा छँदैछ। सो इम्पेरेटिभ सेन्टेन्समा चाहिँ सब्जेक्ट हुँदैन है। देयर इज नो सब्जेक्ट इन इम्पेरेटिभ सेन्टेन्सेस। इम्पेरेटिभ सेन्टेन्समा सब्जेक्ट हुँदैन। सब्जेक्ट भनेको म, हामी, तिमी हुन्छ नि। त्यो इम्पेरेटिभ सेन्टेन्समा त्यो सब्जेक्टहरु आउँदैन। यहाँ हेर्नुस् इम्पेरेटिभ सेन्टेन्सको स्ट्रक्चर सूत्र भनेको भर्ब प्लस अब्जेक्ट मात्र हुन्छ। एक्जाम्पलको लागि तपाईहरुलाई म कस्ता हुन्छ इम्पेरेटिभ सेन्टेन्स भन्दाखेरि जहाँ चाहिँ कुनै पनि व्यक्तिलाई चाहिँ कुनै रिक्वेस्ट गरिन्छ, अनुरोध गरिन्छ, यस्तो गर्देऊ न, त्यस्तो गर्देऊ न, हेन गर्देऊ न, तेन गर्देऊ न हैन, सल्लाह दिने, उता जाऊ, उता जाऊ, यता जाऊ, यो गर, त्यो गर, यस्तो नगर, त्यस्तो नगर भनेर सल्लाह दिँदाखेरि त्यसमा चाहिँ अब भर्ब हामीले सब्जेक्ट राख्नै पर्दैन। डाइरेक्ट भर्ब राखिदिने अनि अब्जेक्ट राखिदिने। कसरी बनाउने, कस्ता किसिमका वाक्यहरु हुन्छन् यहाँबाट तपाईले सिकिहाल्नुहुन्छ। यहाँ हेर्नुस् ल, पहिलो नम्बरमा मैले देखाएको छु यता आऊ भनेको छ हैन, यता आऊ। अब यहाँनेरि के सब्जेक्ट छ त यता आऊमा हेर्नुस्। तपाईले एक्जाम्पल नदेखाइ बुझ्नुहुन्न, त्यसकारणले गर्दा म एक्जाम्पलले देखाउँछु। यता आऊ भनेको अब कसलाई यता आऊ भनेको त्यो त थाहा छैन। जस्ट यहाँ भन्न खोजेको के हो त, के कुरा प्रश्न हुन्छ भन्दाखेरि त्यो भन्न खोजेको कुरा के हो त्यसमा प्रश्न हुन्छ क्या। यता आऊ हैन, यता आऊ भन्नु पर्यो भने अब हामीले के गर्नु पर्यो भने यसलाई भर्बबाट सुरु गर्ने क्या। सुरुमा भर्बलाई अगाडि राख्ने अनि अब्जेक्टलाई। यसको स्ट्रक्चर यहाँ छ, सेन्टेन्स बनाउने तरिका यो यहाँ है, यहाँ छ। सुरुमा भर्ब राख्ने अनि अब्जेक्ट राख्ने। अब यता आऊ भनेको छ, यो यता आऊ भनेको कसैलाई एउटा कमान्ड दिएको हैन, कसैले यता आइजन भनेर एउटा आदेश दिएको हो हैन। यो यसरी नै हुन्छ क्या। इम्पेरेटिभ सेन्टेन्समा चाहिँ कसैलाई आदेश, कसैलाई रिक्वेस्ट, अनुरोध गर्दाखेरि इम्पेरेटिभ सेन्टेन्सको प्रयोग गर्न सकिन्छ। जस्तै यता आऊ भन्नु भने के गर्ने त, सुरुमा आउनुलाई के भन्छ, कम हैन, कम हियर, कम हियर, यता आऊ भइगयो त। हेर्नुस् है, सब हामीले भर्ब राख्ने सुरुमा कम अनि यतालाई के भन्छ त हियर। सो कम हियर, यता आऊ हैन, कम हियर, यता आऊ। अब यता नआऊ भन्नु पर्यो भने के गर्ने त, यता नआऊ भनेको त अलिकति चेतावनी दिएको हो नि त हैन। यता नआऊ भन्नु पर्यो भने तपाईले यो कमको अगाडि के थपिदिने, डोन्ट थपिदिने। डोन्ट कम हियर, डोन्ट कम हियर। सो डोन्ट कम हियर, यता आऊ भन्दाखेरि कम हियर भयो, डोन्ट कम हियर भनेको यता नआऊ। अब ढोका खोला, अब यसलाई पनि हामीले बनाउनु पर्यो। ढोका खोला, यहाँ हेर्नु यो कस्तो हुन्छ भन्दाखेरि यो जुन कामहरु हामीले गर्न लाग्को हुन्छ नि ठ्याक्कै त्यो काम मात्र बोल्छौं के, यस्तो गर, त्यस्तो गर, त्यो सब्जेक्ट भनिराख्नु पर्दैन यहाँ फेरि हैन। कम हियर, यता आऊ, डोन्ट कम हियर, यता नआऊ। यसको अर्थ हुन्छ डोन्ट कम हियर, यता नआऊ। अब ढोका खोला, सुरुमा खोलालाई के भन्छ, भर्ब राख्ने। खोलालाई के भन्छ, क्लोज, क्लोज। अनि ढोका अनि राख्ने अब्जेक्ट राख्ने। के खोल्ने हो त, ढोका। ढोकालाई के भन्छ त, द डोर, क्लोज द डोर। ढोका खोला, सरी बन्द गर है। यहाँनेरि ढोका खोला रहेछ, यहाँनेरि एकछिन बक्नुस् है, मिस्टेक भएछ यहाँनेरि। सो ढोका खोला भन्दाखेरि त यहाँ ओपन हुन्छ है, सरी त्यसको लागि मैले यहाँ ओपन द डोर। अब ढोका खोला भन्नु भने के हुन्छ त, सुरुमा हामीले भर्ब राख्नु पर्यो। भर्ब के छ त, ओपन। ओपन भनेको खोल्नु, पहिले खोलालाई भन्ने ओपन, त्यस पछाडि अब्जेक्ट राख्ने द डोर हैन। सो ओपन द डोर, ढोका खोला, ओपन द डोर, ढोका खोला। ढोका बन्द गरेको गर भनेको थियो भने चाहिँ क्लोज हुन्छ है, त्यसको लागि सरी। सो अर्को हेर्नु होला, अब यहाँनेरि ढोका नखोला भन्नु पर्यो भने के गर्ने त, यही ओपनको अगाडि तपाईले डोन्ट थपिदिने है, डोन्ट ओपन द डोर हुन्छ। यहाँ हेर्नुस् है त,
डोन्ट ओपन द डोर, ओपन द डुवर। हेर्नुहोस् त, डोन्ट ओपन द डुवर, ढोका नखोल। अर्को हेर्नुहोस्, मलाई हेर भन्नु भने कसैले मलाई हेर भन्नु भने, अब त्यहाँ सब्जेक्ट छैन क्या, डाइरेक्ट उसले के भनेको छ त, एउटा आदेश दिएको छ नि, एउटा कमान्ड दिएको छ नि, मलाई हेर। त्यो के गर्ने त, अब त हामीले त्यो बेला बब राख्ने। के भनेको छ, हेर भनेको छ, हेर्नुलाई के भन्छ, लुक। अब अब्जेक्ट राख्ने, अब्जेक्ट के छ त, मलाईलाई के भन्छ, मी भन्छ, हामीले लुक एट मी भन्नुपर्छ है त, लुक एट मी, मलाई हेर, लुक एट मी। अब मलाई नहेर भन्नु पर्यो भने त्यही लुकको अगाडि डोन्ट राखिदिने भइहाल्छ। डोन्ट लुक एट मी, डोन्ट लुक एट मी, डोन्ट लुक एट मी, मलाई नहेर। लुक एट मी भनेको मलाई हेर, डोन्ट लुक एट मी भनेको मलाई नहेर। अब अर्को हेर्नुहोस् फेरि, पानी पिउ, हैन, पानी पिउ भनेको छ, सब्जेक्ट छैन क्या, कसलाई भनेको छैन। अब पानी पिउ भनेपछि एउटा कसैले हामीले सल्लाह दिएको, सुझाव दिएको, हैन, एडभाइस दिएको। पानी पिउ, सुरुमा के राख्ने, बब राख्ने। बब के छ, पिउ, पिउनुलाई के भन्छ, ड्रिङ्क, ड्रिङ्क, ड्रिङ्क। अब अब्जेक्ट राख्ने, के पिउनु भनेको छ, पानी, ड्रिङ्क के त, पानीलाई अब के भन्छ त, वाटर, ड्रिङ्क वाटर, पानी पिउ। अब पानी नपिउ भन्नु पर्यो भने के गर्ने त, पानी नपिउ भन्नु पर्यो भने यही ड्रिङ्कको अगाडि डोन्ट थपिने, डोन्ट ड्रिङ्क द वाटर, हैन, डोन्ट ड्रिङ्क वाटर। यसरी हामीले डोन्ट ड्रिङ्क वाटर। तपाईँले के बुझ्नु पर्यो भने यो इम्पेरेटिभ सेन्टेन्स भने के भबबाट सुरु भएको क्या, यता जाऊ त्यो गर, ढोका खोला बन्द गर। ढोका खोला भन्दा हामीले के भनिन्छ, ओपन द डुवर भन्यौँ। ढोका नखोला भन्दाखेरि त्यही त्यसकै अगाडि हामीले डोन्ट थप्दिउँ भइहाल्यो, डोन्ट ओपन द डुवर, हैन। हेर भन्दाखेरि लुक एट मी भनियो, नहेर भन्दाखेरि त्यसकै लुकको अगाडि डोन्ट थपिदिएर डोन्ट लुक एट मी भनेर हामीले भनिन्छ। सो यसलाई यस्ता किसिमका वाक्यहरूलाई चाहिँ इम्पेरेटिभ सेन्टेन्स भनिन्छ। एउटा, दुईटा, तीनटा, चार, पाँचवटा, मैले पाँचवटा बनाएको छु। तपाईँले के बुझ्नु पर्यो भने भबबाट सुरु भएको हुँदो रहेछ क्या, कुनै कामबाट सुरु हुँदो रहेछ। इम्पेरेटिभ सेन्टेन्स धेरै तपाईँले टफली डिपली धेरै के रहेछ गाह्रो भनेर नसोच्नु होला। यति के विचार गर्नुहोस् भने ए भबबाट सुरु भएको रहेछ भन्ने कुराहरू बुझ्ने, जाऊ, यता आऊ, खाऊ, त त्यहाँ चाहिँ सब्जेक्ट हुँदैन क्या। तिमी यता आऊ भन्नु र यता आऊ, तिमी यता आऊ भन्नुभयो भने चाहिँ त्यहाँ तिमी सब्जेक्ट आयो, यता आऊ मात्र भन्नुभयो भने चाहिँ त्यहाँ त्यो इम्पेरेटिभ सेन्टेन्स भयो क्या। कम हियर, यु कम हियर भन्नु भने चाहिँ फेरि त्यो एउटा सेन्टेन्सै भयो, हैन। अनि कम हियर मात्र भन्नु भने चाहिँ इम्पेरेटिभ सेन्टेन्स भयो। अब यहाँ छिटो कुदा भनेको छ, भबबाट सुरु भयो नि त, सुरुमा भब राख्ने। के भनेको छ, कुद्नु, कुद्नुलाई के भन्छ, रन, हैन, रन। अनि अब्जेक्ट राख्ने, के भनेको छ, छिटो, फास्ट, हैन, रन फास्ट, छिटो कुदा। अब छिटो नकुदा भन्नु पर्यो भने के थपिदिने, यही रनको अगाडि डोन्ट थपिदिने, डोन्ट रन फास्ट, डोन्ट रन फास्ट, छिटो नकुदा है। अब अर्को हेर्नुहोस् तपाईँले, यहाँ भित्र आऊ, भित्र आऊ भनेको छ के त, सुरुमा भब राख्ने। के भनेको छ, आऊ, पछाडिको भब हुन्छ क्या यो, यो पछाडिको भब अगाडि आउँछ, कम, कम, कम। भित्रलाई के भन्छ, इनसाइड, कम इनसाइड। अब भित्र नआऊ भन्नु पर्यो भने के गर्ने, यही कमको अगाडि डोन्ट थपिदिने, डोन्ट कम इनसाइड, भित्र नआऊ। नेपालीमा लेखेको छैन है मैले, भित्र नआऊ, तपाईँले बुझ्नु होला। सो डोन्ट कम इनसाइड, भित्र नआऊ। अर्को हेर्नुहोस्, बाहिर जाऊ, जाऊ, जाऊलाई के भन्छ, भब, गो, गो। बाहिरलाई के भन्छ, आउटसाइड, आउट भन्दा पनि भयो, आउटसाइड भन्दा पनि भयो, गो आउटसाइड। अब बाहिर नजाऊ भन्नु पर्यो भने यही गोको अगाडि डोन्ट थपिदिने, डोन्ट गो आउटसाइड, डोन्ट गो आउटसाइड। अर्को हेर्नुहोस्, मलाई बिर्सा, मलाई बिर्सालाई के भन्ने त, भब राख्ने सुरुमा। बिर्सनुलाई के भन्छ, फर्गेट, फर्गेट। अब अब्जेक्ट के हो त, मलाई, फर्गेट मी, मलाई बिर्सा, फर्गेट मी। अब मलाई नबिर्सा भन्नु पर्यो भने यही यसको अगाडि डोन्ट थपिदिने, मलाई नबिर्सा भन्ने अर्थ लाग्छ, डोन्ट फर्गेट मी, डोन्ट फर्गेट मी। अर्को हेर्नुहोस्, मलाई सहयोग गर, यो चाहिँ के गरेको हो त, कसैलाई रिक्वेस्ट गरेको हो नि त, मलाई सहयोग गर, कृपया, प्लिज पनि थप्दा हुन्छ अगाडि, प्लिज, मलाई कृपया मलाई सहयोग गर, सहयोग गर भन्दा, मलाई सहयोग गर भन्दा सुरुमा सहयोग गर्नुलाई के भनिन्छ, भब, हेल्प। अनि अब्जेक्ट के हो त, मलाईलाई के भन्छ, मी। अब मलाई सहयोग नगर भन्दाखेरि डोन्ट हेल्प मी,
डोन्ट हेल्प मी। सो यसरी हेर्नुस् त कसरी सुरु हुँदो रहेछ त। इम्पेरेटिभ सेन्टेन्स भनेकै भबबाट सुरु हुने वाक्यहरू रहेछन् भन्ने कुराहरू तपाईँले बुझ्नु पर्यो है त। ल तपाईँले यो अहिले सिकाएको आधारमा चाहिँ है सुरुमा भब राख्नु होला, बचाउ भनेछ, त्यस पछाडि अब्जेक्ट राख्नु होला। यो पछाडिको भब, यो अगाडिको अब्जेक्ट हुन्छ है। अब पैसा बचाऊ, मोबाइल चार्ज गर, कोठा सफा गर, गेट बन्द गर, पैसा खर्च गर, वेस्ट मनी भन्छ, डन्ट वेस्ट मनी है। सो यसरी आज हामीले इम्पेरेटिभ सेन्टेन्स पढ्यौँ। अरू तपाईँले यसलाई धेरै गहिरो रूपमा सोच्नै पर्दैन। इम्पेरेटिभ सेन्टेन्स भनेको भबबाट सुरु भएका सेन्टेन्सहरू जुनले चाहिँ आदेश दिन्छ, कसैलाई कमान्ड गर्छ है, यस्तो नगर त्यस्तो नगर भनेर भन्छ। सो यति कुराहरू तपाईँले आज थाहा पाउनुभयो। यदि यति मात्र होइन, तपाईँले अझै यी सेन्टेन्स बाहेक अरू अझै धेरै पनि बनाएर मलाई पठाउन सक्नुहुन्छ कमेन्ट बक्समा, म तपाईँहरू सबैको चेक गरिदिन्छु है। त्यस कारणले गर्दा आजको भिडियोमा यति नै। यदि तपाईँलाई आजको क्लास एकदम हेल्पफुल लाग्यो, अनलाइन क्लास लिन चाहनुहुन्छ भने सम्पर्क पनि गर्नुहोला। हेल्पफुल लाग्यो भने हामीलाई लाइक, सब्सक्राइब, कमेन्ट र सेयर पनि गरिदिनु होला। सो आजको लागि यति नै। हामी भोलि फेरि एउटा न्यू इन्ट्रेस्टिङ टपिकको साथमा आउनेछु। त्यति बेरसम्मको लागि थ्याङ्क यू सो मच।